होटलमा लागेको छ हैन होटलमा यहाँ छ हामी चाहिँ अब जनालेको हैन होटलमा छ यो होटलमा हामी माथि छौँ अब जाने कहाँ जाने थाहा छैन आफ्नो आइडिया दिदी बन्द हुन्छ होला 4 बजे बन्द हुन्छ कि अस्ति साथीहरु नि गथे बन्द भयो भन्दै थियो भित्र छिर्न पाउँदैन यो चाहिँ अब हामी लेक साइड आएको यतिखेर डुङ्गा चढ्न आइरहेको छौँ हैन चढ्नुको लागि चाहिँ हैन आएको छौँ डुङ्गा चढ्नु गइन्छ होला हैन हजुर हामी चाहिँ यहाँ यहाँ चढ्ने चाहिँ कति यसमा चढ्ने मन्दिरमा चाहिँ यसमा चढ्ने जाने भएपछि टिकट पर्दैन उडेबाट लाइफ ज्याकेट लिनु हजुर गभर्नमेन्ट के गर्नु ज्याकेट ज्याकेट छ त लाइफ ज्याकेट कम लोगो त आवाज सानो बोटो मलाई अझालो हुन्छ सानो बोट परे साइकल लाग्छ यार डुब्नु त डुब्दैन डुब्यो भने बचाउने मान्छे हुन्छ लाइफ ज्याकेट लाथि डुब्दैन बच्चालाई चाहिँ सानोमा जाने डुङ्गा त हुन्छ नि घुम्ने कि मन्दिर जाने घुम्ने वन राउन्ड मारेर लाइफ ज्याकेट लिनु थालेको चाहिँ त्यो लिएर मात्रै जाने हो चाहिँ त्यो देखाउनु पर्दैन अर्को दिन त मलाई हामी कतिजना हो हामी 5 जनै भयो के नानी पनि हुन्छ नानीको सानो छैन एउटा सानो पाइन्छ ठुलो दिनु एउटा सानो दिनु बच्चाको हजुर ल ल च्याप्टे रहेछ नि त लगाऊ ल हजुर हजुर यो पनि च्याप्टे रहेछ हुन्छ हामी यसको त्यही अनुसार लिएर जानु त पाइयो नि मसँग पैसा होइन के लगाउनु हुन्छ त्यो भने लगाउनु एउटा येल्लो कलर पुरो सानो भयो ठुलो भयो त्यो येल्लो कलरको त्यो त बच्चाको हो के त्यो ओरेन्ज कलर दिन न यी सबै बच्चाको हजुर नाजुले बच्चाको परेको जाऊ हो र बच्चाको पर्ने हैन बेना त ठुलो भएर म अर्को भएर हो औरा नि त्यही बच्चा हामीले लगाइसकेको लाइफ ज्याकेट यसरी घुम्नुलाई राउन्ड हान्नुलाई चाहिँ लाइफ ज्याकेट ल्याएर त हेर त फेरि हान्नु त खिचिरहेछ मेरो लास्ट ज्याकेट त कतिवटा भयो केटवटा हुन्छ क्या त्यही भएर हो कताबाट आउने होला हामी अर्को पनि देखा फोटो खिच्नु पर्ने अहिले अर्को पनि देखा तिम्रो त यो निस्कियो अहिले कहाँ खाली अन्त के गीत गर्नु भन्दा ट्विङ्कल ट्विङ्कल ऊ डेन्जर हुन्छ अघि झन्डै लडेको के न नो मुभिङ है चिसो लाग्छ क्या अलिक स्विमिङ खेलेको खेल्दैमा फ्री हाउ मेनी फ्री लेवल मिलेगा लेवल एरिया ना
डेन्जर आङ्कलसँग अब माथि बस्ने त्यहाँ त लटिन्छ काका डेन्जर यस्तो गर्ने अटेन भएन कुना कुना हान्न नि यत्तिकै एरियामा यताबाट यस्तो घुमेर आउँछ प्याराग्लाइडिङ गर्ने हो हजुर हुन्छ भोलि त फ्री हो दिदी डुङ्गाहरू डुबेको छ होइन डुङ्गा डुबिहाल्छ लाबरमा डुब्यो यस्तो त्यो उसले होला ए अब यो सेल्फ बोट लान्छ क्या सेल्फ बोट लाँदैन लाबरमा गर्दैछ मान्छेहरू त मैले म त्यहाँ यसो अनि म त बुढी खेलिहाल्छु मलाई नानीहरू पो छ भाइले आउँदैन तिमीलाई आउँदैन म बताउन जाँदा त म आफै डुब्छु गाली गर्छ अहिले त्यसलाई चाहिँ के भन्छ सुपरभाइजर भन्छ क्या जस्तै हेर्नेलाई चाहिँ के भन्छ आर्मीहरू आर्मी हो गाली गर्न आयो किन त्यसरी बस्यो त्यसरी बस्ने एलाउड छैन सबै बोट त्यसरी बोल्दै त्यही हो आफ्नो ज्यानको बोट हेर्नु त्यहाँ कस्तो भइसक्यो मुनि डुबिसक्यो भने त्यस्तो हुन्छ है हाम्रो कस्तो होला हाम्रो डुबेर मान्छेहरू पुगेको होइन के हो लेबल नमिलेको अवस्था लेबल नमिलेको अवस्था छ त्यहाँ होइन आर्मीले ट्याक्कै आर्मीले यहाँ चाहिँ त्यहाँ पुरै सुझाव दिन आउनुभएको थियो है सेफ्टी के तपाईँहरू स्यालेरी हाम्रो हुँदैन स्यालेरी होइन म डे हो पर डे हो होइन 1 घन्टाको हाम्रो 200 रुपियाँ हुन्छ कि एक मान्छेको 200 रुपियाँ चलाएको भाइले कति कति टिकट कति हो टिकट कति लिएको कति पर्यो 1 घन्टाको 1 घन्टाको 1300 1 आवर 1 घन्टाको 1300 1 आवर 1300 यस्तो टुप्पीमा बसेको रहेछ नि पुरै यहाँनिर मान्छे त्यहाँ कहाँ बसेको छ भाइ टुप्पीमा बसेर हुन्न ठेगाना हुँदैन कहिले 1 पनि हुन्न होइन कहिले 1 दुई हुन्छ कहिले 3 कति 5 कति हुन्छ भाइ पनि हो बोट ड्राइभर हो रमाइलो भइरहेको थियो मिठी माछा खान जानेहरू बि जस्तो मैले गीत सित रेडी गरेर आएको थिएँ भाइ हिजो यार है है रुबी प्र्याक्टिस गरेर आएको थिएँ नि होइन गीत रेडी गरेर आएको थिएँ मैले त्यो दिन दिउँसो त प्याक भयो त्यही भएर गर्नु पाइयो होइन 5 बजीसम्म बस्थ्यो मलाई जाने त्यो सोधेको थिएँ मैले सोध्न त राति भयो होला नि त राति भयो होला नि त है आफ्नोहरूको सिङ्गिङ बाइकहरू सबै रेडी छ गाउनु पाइन्छ भन्नु अनि ट्र्याक आफै लिएर आउनुपर्छ भन्थ्यो अनि त्यसपछि त्यत्रो साउन्ड सिस्टम त त्यही छेउमा अगाडि थियो रहेछ नि त त्यही खाताले अनि दिदी भिनाजु हामीलाई बिदाई गरिदिनु नि त किन्न परेन अब चाहिँ हामी आइसक्यौँ हाम्रो रोक्ने ठाउँमा बोट रोक्ने ठाउँमा आइसक्यौँ हामी प्राइस चाहिँ कति अरे यो बोट गरेको 1 आवर 1300 रुपियाँ
यो वान अब इन्जोय गर्न सक्नुहुन्छ त यहाँ भ्यूहरू हेरेर मजाले तर लापरवाही चाहिँ गर्नु भएन है त्यो बोटिङ गरेर होइन आफ्नो ज्यान जोखिममा कति कति गएर छ त यहाँ 90 फिट अभिरहनु धेरै हो नि भाइ साहब अलिकति अझै ए ल एकछिन बोटिङ रोक्ने ठाउँमा आएको है अब चाहिँ यहाँबाट जाने अब हामी सानो बक्स हो वाइन ग्लास हो सानो बक्सको त्यही सानो बक्सै होइन नि वाइन ग्लास हैन यताबाट हो चढ्ने के लड्दैन कस्तो हलिँदैन कस्तोमा डरायो छोड्दिनकै खुट्टा आएन डर लागेको हल्छ भाइ ल थ्याङ्क यू भाइ तिर के टिकट आछ टिकट आछ एउटा फिर्ता दिनु पर्यो नि त प्रतिमाको पिनमा पर्छ यहाँ फिर्ता 5 वटा लिएको थियौँ है त्यो दिन हामीले चाहिँ 5 वटा लिएको लाइफ ज्याकेट अब कहाँ जाने हो कहाँ जाने रुबी त्यो छोडिदिएको हेर्न न त्यो तिमीले किनेको लेट्स गो यसमा राख्नु भयो पर्दैन बाइक पर्दैन नो पर्दैन नलाग भाइ पर्दैन यो त्यही लग पर्दैन क्या बाइक के यसो खेल्दैन कि यसले त्यही लग लियो दियो फिर्ता दियो रिटर्न नो मनी भन न बुझ्छ यसले बुझ्छ क्या नो मनी भन्नुपर्छ नो मनी भनेर कि देखिरहेको छु मैले त्यो चाबी ल्याउँछ